म एकदम खुसी छु। हे नेपाली डग। हेलो बाबा दर्शन। दर्शन के हो छोरो, त फोनै उठाउँदिनस् त। हजुर म काममा थिएँ त्यही भएर बाबा। ए ल ल ल, अनि के छ तेरो खबर, कामहरू कस्तो भइरहेछ? हजुर हजुर कामहरू एकदम राम्रो भइरहेछ बाबा, म एकदम खुसी छु। हजुरले जुन भन्नुहुन्थ्यो नि, जे छ छोरा विदेशमा छ, नेपालमा केही छैन भनेर, हजुरले एकदम साँचो भन्नुभएको बाबा, म त एकदम खुसी छु। ए ल ल ल, कुरा सुनेर एकदम खुसी लाग्यो। अनि यो दसैँमा त घर आउने होला नि त, 4-5 वर्ष भयो घर नआएको त। यो दसैँमा चाहिँ घर आइज है छोरो। हुन्छ नि बाबा, यो दसैँमा मिल्यो भने म आउनु कोसिस गर्छु। हजुरलाई थाहा छँदैछ विदेशमा कति धेरै काम हुन्छ, भनेको बेला छुट्टी मिल्दैन। यहाँ ज्वरो आएको बेला त टाउको टेकेर काम गर्नुपर्छ बाबा। Hey you, Nepali dog. Look at this dirty dishes. Who's gonna wash Churo? them? Your father? Your father, huh? होइन त्यो Get over here. मेरो छोरालाई। You are paid to work, not to sit around talking on the phone. Do you understand? Do you understand? Nepali dog. And get out. हेलो बाबा। छोरो त्यो कुरीले के बोलेको, के पनि भनेको होइन? के भनेको तँलाई? त्यति जाब इङ्ग्लिस त म पनि बुझ्छु हौ। होइन बाबा, के पनि भनेको होइन, जस्ट काम आउनुहोस् न सर भनेर भनेको थिएँ कि। त्यसको हिम्मत कसरी भयो तर तँसँग त्यसरी कुरा गर्नलाई, कसरी हो? होइन बाबा, हजुरले सही नै भन्नुभएको, जे छ विदेशमा छ भनेर, नेपालमा केही छैन भनेर। म एकदम खुसी छु बाबा। हुन्छ, म टाइम दिनु भने आउने प्रयास गर्छु नि दसैँमा घर है। Hey, Nepali dog. हुन्छ बाबा, मलाई बोलाउँदै हुनुहुन्छ, म जान्छु काममा अहिले। हातको मैलो सुनको थैलो के गर्नु धनले, सागर सुस्नु खाएको बेस आनन्द मनले।